ऋतु बस्नेत यस्तिकै चर्चामा आइराख्ला कि पछि फेरि गुमनाम होला त? म चाहिँ के अरे गुमनाम के हो के भने हराउला कि यतिकै चर्चामा म चाहिँ आइराख्ला? हराउँदिन दाइ, म किन हराउने हो र? भोलि बिहान अब हुन्छ नि त अलिकति गलामा रस हुन्जेल तक रातो पिरो हुन्जेलसम्म चाहिँ चट्ट देखिने तक आइराख्ने। म त कहिले पनि हराउँदिन। बुढेसकालसम्म नि यत्तिकै हो? बुढेसकालसम्म त अब अलि उमेर ढल्किँदै जाला होइन, तर हराउँदिन। विवाह गर्ने यो सोच सपना के छ? अहिले चाहिँ छैन दाइ, छोडिदिनुहोस् के कुरा। भएपछि कस्तोसँग चाहिँ गर्नु पर्ला जस्तो हुन्छ नि त? एउटा प्राकृतिक नेचुरल कुरा हो नि। अब म जस्तै अब राम्रो मलाई विश्वास गर्ने, मलाई माया गर्ने होइन, अब म जस्तै सोझो टाइपको होइन। ऋतु बस्नेत त्यति सोझो चाहिँ छैन है फेरि। कागको पनि अन्डा तोड्ने मान्छे हो। के को अन्डा? काग सबभन्दा चलाक काग हुन्छ अरे त्यसको पनि अन्डा कागको तोड्ने। त अन्डा यसमा मैले देखेको छैन कस्तो हुन्छ भनेर, कहाँ कागको अन्डा तोड्नु? प्रवृत्ति त्यस्तो छ। होइन होइन। कहाँबाट कहाँ छलाङ मारिसक्यो ऋतु बस्नेतले। मान्छेले हिजो चर्तीकला देखाउँछ, नाङ्गो नाच्छ भन्ने मान्छेले पनि ओहो ऋतु बस्नेतको प्रशंसक भइरहेको। मैले चाहिँ नाङ्गो कहिले नाच्छ? छोटो छोटो कपडा लगाउँदै भनिहाल्छ। लाउँदैमा त्यो नाङ्गो नाचेको हुन्छ, दुनियाँ त बन्छ त्यसो भनिदिन्छ नि, कमेन्ट गर्नेले गरिदिइहाल्छ नि त। बनाएर गरिदिनु नि त नि, अरू पछि लाग्नु भएन नि त।